एमएलएलाई भेटेर सरलाई भेटे जस्तो हुन्छ भन्न चाहनुहुन्छ सबैजनालाई आह्वान गर्दछौँ। पुलचोकमा हामी यहाँ एउटा स्टल लिएर बसेका छौँ, सामान्य रूपमा बसेका छौँ। सामान्य मान्छे हो, जनताको मान्छे। हामी ठुलो मञ्च बनाएर सोफामा बस्दैनौँ, सामान्य कुर्सीमा हजुरहरूलाई स्वागत गर्नको लागि हस्ताक्षर अभियानमा बसेका छौँ। आउनुहोस्, तपाईँको एउटा हस्ताक्षरले यो देशको एउटा पुँजी बन्नेछ, हाम्रा पुस्ताले पढ्नेछन्, यो राष्ट्रलाई दबाब हुनेछ। त्यो हुनाले हामीले यो हस्ताक्षर अब न्याय भनेको जनताको अदालतबाट हुने हुनाले हामीले हस्ताक्षर अभियान सुरु गरेका हौँ। नीलो क्रान्ति जिन्दाबाद, नीलो क्रान्ति जिन्दाबाद, नीलो क्रान्ति जिन्दाबाद, नीलो क्रान्ति जिन्दाबाद, नीलो क्रान्ति जिन्दाबाद। हस्ताक्षर अभियान सफल पारौँ, हस्ताक्षर अभियान सफल पारौँ, हस्ताक्षर अभियान सफल पारौँ। निकिता म्यामलाई चितवनमा स्वागत छ। साडी लगाएर आउनु भएको छ हाम्रो म्यामले। दाइ, अस्ति तपाईँ यो रवि दाइलाई अन्याय हुँदाखेरि त्यहाँनिर उभिएर बोलिराख्नु भएको थियो। तपाईँ विदेशमा हुनुहुन्थ्यो होइन? तपाईँलाई रवि दाइको टिमले उद्धार गरेको थियो होइन? के भन्न चाहनुहुन्छ? म त रवि दाइलाई यहाँ अहिले जुन अहिले राजनीतिक परिस्थितिको हिसाब छ, रवि दाइलाई जेलमा राख्नु भएको छ। त्यो एउटा 3 करोड नेपाली जनताप्रतिहरूमा देश विदेशमा भएका 77 जिल्ला 14 जुन 7 प्रदेशमा भएका नेपाली दाजुभाइ तथा सम्पूर्ण दिदीबहिनी बा आमाहरूलाई भन्न चाहन्छु कि आज राजनीतिक प्रतिरोध लगाएर रवि दाइलाई विदेशबाट निकाल्ने, हस्पिटलमा विभिन्न किसिमबाट ठगेका व्यक्तिहरूलाई निकाल्ने, हस्पिटल बनाउनेहरूको विभिन्न किसिम गरेका व्यक्ति म त्यही व्यक्ति हो र हामी लगायत 16 जना व्यक्तिहरूलाई उहाँले लिएर आउनुभयो। ल्याएपछि अहिले यहाँ अहिले जुन चाहिँ छ उहाँप्रतिमा राजनीतिक प्रतिरोध विरुद्ध उहाँले अहिले जेलमा राख्नुभएका छन्। तर उहाँको गल्ती एउटा केही पनि छैन र अहिले नेपाल हाम्रो सरकारलाई म एउटा आम नागरिक जनता हो। म जनताको हिजो हामीलाई विदेशमा भिसा लगायत अहिलेको जुन अब अहिलेका गृहमन्त्रीले जो गर्दैछन् त्यस्तै प्रकारबाट म पनि त्यहाँ फसेको थिएँ। यो सत्य कुराहरू हो। तर आजसम्म यो जुन रवि दाइले सिधा कुरा जनतासँग भनेर आज हामी 16 जनालाई उपकार गरेर आजसम्म यो भूमिमा हामी जिउँदो छौँ। हामी हिजै मरेका व्यक्ति हौँ र यो म जस्तो मरेका व्यक्तिहरू कयौँ व्यक्तिहरू कतारमा लगायत विदेशमा अलपत्र अहिले भिसामा जुन अलपत्र परेका छन् ती व्यक्तिहरूलाई अहिले जो गृहमन्त्री हिजो रवि लामछाने गृहमन्त्री यहाँ हाम्रो चितवन जिल्लाबाट 54,000 चोटि भोट दिएर यो चितवन जनताले उनीहरूलाई गृहमन्त्री तक बनाउनु भयो। तर आज त्यही गृहमन्त्रीले आज गर्छ भनेर भ्रष्टाचारीहरू नेपाली युवाप्रतिहरूमा राम्रो काम गर्नेलाई उनीहरूले राजनीतिक प्रतिशोध लगाएर आज जेल खानामा राखेका छन्। र यसै बारेमा म भन्न चाहन्छु कि रवि लामछानेले यदि ठगेकै हो भने हामी 3 करोड नेपाली जनताले 1-1 रुपियाँ दाम दिए पनि उहाँलाई हामी प्रति निकाल्न सकिन्छ। र यदि राज्यले हो भनेर गर्छन् भने आज त्यो सरकारी पीडितको हिजो भनेको व्यक्तिहरूले आज 6-7 महिना लागिसक्यो रवि दाइलाई। आज किन त्यो सरकारी पीडितले पैसा पाएका छैनन्? ती विदेशमा अलपत्र भिसामा गएका व्यक्तिहरू किन उपकार गरेर नेपाल झिकाएका छैनन्? तर उनीहरूले यो आज राजनीतिक प्रतिशोध लगाएर आज रवि दाइलाई जो जेलमा हालेका छन् 3 करोड नेपाली जनताले एक कक्षा पढ्नेदेखि लिएर गएर तपाईँको बिर्दा हुनेसम्मले उनीहरूले रवि दाइ कस्तो हुने जानेका छन्। तर उनीहरूको 84 सम्म उनीहरूले राखे पनि तर उनीहरूलाई जनताले बहुमत दिएर उनीहरूलाई उहाँलाई निकाल्नु भेटेर सरलाई भेटे जस्तो हुन्छ भन्न चाहनुहुन्छ सबैजनालाई आह्वान गर्दछौँ। पुलचोकमा हामी यहाँ एउटा स्टल लिएर बसेका छौँ, सामान्य रूपमा बसेका छौँ। सामान्य मान्छे हो, जनताको मान्छे। हामी ठुलो मञ्च बनाएर सोफामा बस्दैनौँ, सामान्य कुर्सीमा हजुरहरूलाई स्वागत गर्नको लागि हस्ताक्षर अभियानमा बसेका छौँ। आउनुहोस्, तपाईँको एउटा हस्ताक्षरले यो देशको एउटा पुँजी बन्नेछ, हाम्रा पुस्ताले पढ्नेछन्, यो राष्ट्रलाई दबाब हुनेछ। त्यो हुनाले हामीले यो हस्ताक्षर अब न्याय भनेको जनताको अदालतबाट हुने हुनाले
हामीले हस्ताक्षर अभियान सुरु गरेका हौँ। मलाई लाग्छ जनताले जहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेलाई साथ दिँदै आएको छ आजसम्म र अब पनि अझ तीव्र रूपमा दिने आकलन गरेका छौँ। एकदमै राम्रो उत्साह छ। एकदमै हस्ताक्षरमा हामीले ठाउँमा पुग्न सकेका छैनौँ। कृपया धैर्य गरिदिनु। हामी घर घरमा आउँछौँ, टोल टोलमा आउँछौँ र आज तपाईँहरू निकिता म्यामसँग हस्ताक्षर अभियानमा सहभागी हुन चाहनुहुन्छ भने पुल्चोकमा आइदिनु होला भन्न चाहन्छु। हस्, धन्यवाद।